नमस्कार, म अमित गुरुङ, म बुटोल खैरेनी मिलनचोकबाट र म अहिले 28 सालको छु र म अहिले भारतीय सेनामा अनुसरजमा छु र म विवाहित छु र मेरो 6 सालको नानी पनि छिन्। डान्स सिक्ने इच्छुक चाहिँ मलाई सानैदेखि थियो, तर चाहिँ आफूमा चाहिँ डान्स नजान्ने कारणले चाहिँ म त्यो टाइममा चाहिँ सिक्न पाएन र 10 सालको पछि पनि मलाई डान्स सिक्ने इच्छुक हुनुको कारणले चाहिँ यस विधामा चाहिँ मैले आफूलाई मिलाएर चाहिँ यस नर्सरी डान्स एकाडेमीमा चाहिँ जोइन भएँ। यहाँ क्लास जोइन गर्नुभन्दा अगाडि चाहिँ मनमा चाहिँ विभिन्न प्रश्नहरू आएको थियो। बच्चा बच्चीले हामीले भर्खर जाँदा पिजीमा हाल्छौँ होइन, मोन्टेसरीमा हाल्छौँ, त्यस्तै टाइपको म त एकदम जिरो थिएँ। मैले सोचेको थिएँ अब ग्रुपमा हुन्छ, मलाई थाहा पनि थिएन कि यो प्राइभेटमा डान्स हुन्छ भनेर है। अरू त जान्ने होला, अब म चाहिँ नजान्ने, यस्तो प्रश्नहरू चाहिँ मेरो मनमा चाहिँ उठेको थियो। हजुर, फर्स्ट डेमा चाहिँ अब डान्स क्लास चाहिँ छिरियो होइन। त्यसपछि त आफूले त अब कम्मर हलाउन जरि पनि नआएको मान्छे होइन। फर्स्टमा चाहिँ सरले अब मजाले अब जस्तो हुन्छ नि, जस्तो बुवा आमाले हामीलाई अब हात समातेर जस्तो ताते गर्न सिकाउनुहुन्छ, त्यही हिसाबले चाहिँ सरले मलाई, मनिष सरले चाहिँ मलाई सिकाउनु भयो। सुरुमा स्टेपहरू टिप्न चाहिँ मलाई गाह्रो भएको थियो। अब जस्तो जाने बित्तिकै सरले बोर्डमा मलाई अझै पनि याद छ, डिपिङ, ट्यापिङ, हाफ ट्यापिङहरू मलाई बताउनु भएको थियो। जुन चाहिँ मलाई डाइरेक्सनमा लानुभयो त्यही हिसाबले चाहिँ गरेँ मैले। अनि मैले क्लासमा गरिसकेपछि बादमा पनि म फेरि घरमा गएर फेरि त्यसलाई मैले रिभिजन गर्थेँ। त्यो गरेर चाहिँ मलाई चाहिँ अलिक सजिलो भयो। सुरुमा त अब बेसिक सिक्यो, बेसिकबाट गयो होइन। जे कुरा नि अब बेसिकबाट सिक्दा चाहिँ आफूलाई चाहिँ अलिकति पछि चाहिँ अलिक सजिलो हुँदो रहेछ, त्यही हिसाबले सिकाउनु भएको रहेछ सरले होइन। फर्स्टमा कालो बादल सिक्यो, त्यसपछि नेक्स्टमा बुलबुले तालमा सिक्दा चाहिँ कालो बादलको स्टेप चाहिँ एकदम सजिलो लाग्यो मलाई। अनि बुलबुले तालको चाहिँ झ्याउरे डान्स होइन। अब म भने नि, म जिरोबाट आएको मान्छे, मलाई त एकदम गाह्रो भएको थियो। बिस्तारै सरले चाहिँ यति राम्रो, यति बेसिकली, यति नर्मल टाइपले सिकाउनु भयो कि मलाई थाहै नै भएन कि म चाहिँ आज आएर चाहिँ यहाँसम्म यो डान्स गर्न सक्छु भनेर। अहिले पनि अब म घर होइन, घर डान्स गर्छु, घर डान्स गर्दा चाहिँ सुरुमा डान्स गर्दा चाहिँ अलिक भएन है भन्नुभएको थियो घरको फ्यामिलीले पनि, तर अहिले डान्स गर्दा चाहिँ बहुत इम्प्रुभ भएछ भन्नुभएको थियो। आफूलाई अब ऐनामा हेर्दाखेरि नाच्दाखेरि कस्तो लाग्थ्यो र अहिले आफूलाई ऐनामा हेरेर नाच्दा चाहिँ म त जमिनबाट त अहिले आकाशै पुगे जस्तो त्यस्तो फिल भइसकेछ। सो त्यस्तो केही नमान्नु होला तपाईँहरूले। धन्यवाद चाहिँ हाम्रो मनिष सरलाई दिन चाहन्छु, साथै मेरो वाइफलाई चाहिँ उहाँले चाहिँ मलाई चाहिँ होइन यो उमेरमा चाहिँ अब गर्ने कि नगर्ने भन्नुभएको थियो। त्यो टाइममा चाहिँ वाइफले पनि होइन किन नगर्ने, गर्नु भने त्यो हल्का मलाई चाहिँ मोटिभेट गर्नुभयो। त्यही हिसाबले चाहिँ म यहाँ आएँ। मान्छेले अब हाम्रो सोसाइटीमा के छ भन्दाखेरि उमेर ढल्केपछि र मान्छे चाहिँ बिहा भइसकेपछि के हुन्छ भने मान्छे अब चाहिँ कमाउनेतिर लागेको हुन्छ। तर कमाउने भन्दा पनि आफ्नो जो इच्छा हुन्छ, आफ्नो जसको प्यासन हुन्छ, कोही त अब होइन राम्रो डान्सर हुनुहुन्छ, चाहे बिहा होस् चाहे नहोस्, तर चाहिँ आफ्नो प्यासनलाई चाहिँ नछोड्नु होला। कोही हुन्छ म जस्तै अब म नाच्नलाई इच्छुक थिएँ सानैदेखि, तर चाहिँ मलाई नाच्न आउँथेन, त्यस्तो मान्छे हुनुहुन्छ भने हाम्रो नर्सरी डान्स एकाडेमीमा आउनु होला। हाम्रो मनिष सर हुनुहुन्छ होइन, हाम्रो पूजा म्याम हुनुहुन्छ, एकदम मैले उहाँको भिडियो पनि हेर्छु कि उहाँको बुगी डान्समा उहाँ पुरा लाइभ सोमा गएर आउनु भएको। मैले पुरा घरमा भिडियो युट्युब छ। मेरो साथीलाई होइन, मेरो सङ्गम साथी छ कि अहिले विद्यामा आश्रममा पनि, उसलाई पनि देखाइदिएको थिएँ होइन। अनि हाम्रो फ्यामिलीबाट सब हामी युट्युबमा पुरा टिमले सबले हेर्छौँ। मैले उहाँ मेरो सर, उहाँले चाहिँ मलाई सिकाउनु भएको भने सबलाई देखाउँछु। एकदम राम्रोसँग सिकाउनुहुन्छ। तपाईँले इच्छुक हुनुहुन्छ भने तपाईँले कुनै पनि त्यो हेजिटेट नगरेर आउन सक्नुहुन्छ। सबभन्दा ठुलो कुरो चाहिँ इच्छा र आफ्नो मनको चाहना हो। यदि मान्छेले आफ्नो होइन मनबाट चाहन्छ या इच्छा छ भने गर्न सक्छ। जस्तो कि मैले अब मेरो इच्छा थियो कि म डान्स गर्छु, डान्स गरेरै छोड्छु भन्ने होइन। त्यही हिसाबले चाहिँ म यति छोटो समयमा 1 महिनामा पनि डान्स सिक्ने पाएँ होइन। एक त के हुन्छ भन्दा पनि एउटा डान्स सिक्ने मान्छे इच्छुक पनि हुनुपर्छ, साथै अनि सिकाउने मान्छे पनि इच्छुक हुनुपर्छ। यदि तपाईँहरूलाई डान्स सिक्ने इच्छुक हुनुहुन्छ भने तपाईँले चाहिँ आफ्नो इच्छालाई नमार्नु होला। मैले पनि आफ्नो प्यासनलाई चाहिँ सानैदेखि मारेको थिएँ होइन। त्यो मलाई त फिल हुन्छ, सायद अझै म त्यो सानैदेखि अलिक सिकेको भए अझै म कहाँ पुग्थेँ होला अहिले होइन। मैले 1 महिनामा यति इम्प्रुभ गर्न सक्छु भने अदर कन्ट्रीमा देखिन्छ कति बुढो भएर पनि होइन जस्तो आफ्नो प्यासनलाई छोड्दैन। डान्स लगायत तपाईँलाई यदि अरू नै केही इच्छुक हुनुहुन्छ भने चाहिँ आफ्नो चाहिँ प्यासनलाई नमार्नु होला। जे मनमा छ, जे चाहना छ त्यो पुरा गर्नु होला। मैले चाहिँ सबभन्दा राम्रो चाहिँ बुटोलमा अहिलेसम्म देखेको चाहिँ टप चाहिँ हाम्रो होइन नर्सरी डान्स एकाडेमी, जो कि हाम्रो मनिष सर र पूजा म्याम हुनुहुन्छ होइन। निर्धक्क भएर चाहिँ तपाईँहरू चाहिँ यो डान्स एकाडेमीमा चाहिँ जोइन गर्न सक्नुहुन्छ होइन। तपाईँले देख्नुभएको र उहाँ अस्ति काठमाडौँ जानुभयो, फर्स्ट भन्दा त मुनि अब केही छैन के,
अस्ति उहाँ कान्तिको प्रोग्राममा नि अब स्टुडेन्टलाई सिकाउनु फर्स्ट जता पनि मैले देख्छु कि सरको टिकटक होइन यताउति भिडियोहरू हेरिरहेको थिएँ मैले त्यति हेर्दा सबै फर्स्ट सेकेन्डको त नामै छैन कि अब थर्ड फोर्थ अब त पुरै छोडिदिउँ होइन अब त्यही अनुसार चाहिँ सरको एक्सपिरियन्स हेर्नु होइन सर कहाँ कहाँ पुगेर आउनुभएको लाइफसम्म लास्टमा चाहिँ मनिष सरलाई चाहिँ मैले एकदमै धन्यवाद दिन चाहन्छु तपाईँले गर्दा चाहिँ होइन म चाहिँ कहाँको मान्छे कहाँसम्म पुगेँ होइन मलाई चाहिँ एकदम राजनीति चाहिँ सानोदेखि रहर थियो होइन त्यो चाहिँ मैले इच्छा पुरा गरेँ र आउँदै छुट्टीमा पनि आउँदो बिदामा पनि म फेरि मनिष सरसँग आएर चाहिँ फेरि म डान्सको लागि चाहिँ फेरि रिजोइन गर्नेछु फेरि अझै योभन्दा राम्रो इम्प्रुभ गर्नेछु नमस्ते।